नमस्कार दर्शकबिन, यति बेला म भरतपुर महानगरपालिका वडा नम्बर 4 एकेपुरी भन्ने ठाउँमा आइपुगेको छु। यहाँ एउटा उखुको जुस अनमोल जुस सप रहेछ। अनमोल जुस सपका यहाँ दाइ हुनुहुन्छ, उखु पेलिरहनु भएको छ। उहाँसँग केही कुराकानी गर्ने जमर्को गरिराखेको छु मैले यति बेला। दाइ नमस्कार। नमस्कार। अनि के छ अनमोल जुस सपमा जुस खानलाई मान्छेहरू आइरहेछन् नि, ग्राहकहरू आइरहेछन्। कतिको अनि कसरी पर्छ दाइ यो एक गिलासको? 50 रुपैयाँ। एक गिलासको 50 रुपैयाँ। अनि यो उखुको जुस मात्रै बेच्नुहुन्छ कि अन्य के पनि बेच्नुहुन्छ हजुरले? उखु नारियल पानी। उखु नरिवल पानी बेच्नुहुन्छ? अनि ग्राहकहरू कतिको आउनुहुन्छ त तपाईँको यो उखु नरिवल पानी खाएपछि सन्तुष्ट भएर? ठिकै ठाक आउनुहुन्छ? धेरै आउनुहुन्छ ग्राहकहरू? भनेपछि आएका ग्राहकहरू सन्तुष्ट छन् त? सन्तुष्ट छ, खुसी छन्? अनि उतापट्टि रहेको त्यो खरबुजा पनि तपाईँको हो? हामी एकचोटि यता खरबुजा पनि बेचिरहनु भएको छ, यतापट्टि देखाउन चाहन्छु म। यति बेला हामी अनमोल जुस सपमा छौँ, भरतपुर 4 एकेपुरी। तपाईँ पनि यहाँ मिठो गुलियो ताजा जुस यदि फ्रेस जुस खान चाहनुहुन्छ भने तपाईँ अनमोल जुस सप जुन एकेपुरीमा छ यहाँ आउन सक्नुहुन्छ। हाम्रो दाइ हुनुहुन्छ। दाइ हजुर शुभ नाम के अरे दाइ? कृष्ण दाइको अनमोल जुस सप छ। तपाईँ यहाँ आएर मजाले एक गिलास यो उखुको जुस 50 रुपैयाँमा चिसो खान पाउनुहुन्छ। पक्कै पनि तपाईँ यदि सम्झन चाहनुहुन्छ भने अनमोल जुस सबलाई सम्झिनु होला, हाम्रो कृष्ण दाइलाई सम्झनु होला। यतापट्टि खरबुजा पनि तपाईँको? हामी यति बेला यतापट्टि खरबुजा पनि छ। खरबुजा पनि कति रुपियाँ पर्छ के पर्छ हामी यहाँ बुझ्दैछौँ यतातिर। दिदी नमस्कार। आराम हुन्छ? अनि यो खरबुजा हजुरको हो? यो कसरी पर्छ नि किलोको? 60 रुपैयाँ केजी। 60 रुपैयाँ किलो पर्छ? अनि कतिको ग्राहकहरू आउँछन् त्यो खरबुजा लिनलाई? आउँछन्। कसैले खरबुजा नमिठो गुलियो छैन फल्लो छ त भने छैनन् नि? भने छैनन्। अनि यो खरबुजा काटेर दिनुहुन्छ कि त्यसै दिनुहुन्छ? काटेर पनि दिन्छु। काटेर पनि दिनुहुन्छ भनेपछि हेरेर चाखेर लान पाइन्छ? पाइन्छ। ल तपाईँ अनमोल जुस सपमा आउनुभयो भने यहाँ दिदी देखाउनु होला यता दृश्यमा पनि। दिदीले भन्नुभएको यो खरबुजा काटेर चाखेर गुलियो छ कि छैन, खल्लो छ भने तपाईँले यो खरबुजा फिर्ता घर लिएर गयो भने फेरि फिर्ता ल्याउन सक्नुहुन्छ। त्यही हो नि होइन दिदी? खल्लो भयो भने फिर्ता पनि ल्याउन सक्नुहुन्छ है? फिर्ता पनि पाइन्छ हो, फिर्ता पनि तपाईँ ल्याउन सक्नुहुन्छ। म यतिखेर यो एकेपुरी 4 भरतपुर 4 एकेपुरीमा छु, कृष्णको अनमोल जुस सपमा छु। र यो जुस सप र यो खरबुजा उहाँ कृष्ण दाइको नै हो। उहाँ कृष्ण दाइको श्रीमती हुनुहुन्छ। यतिखेर हामीसँग कुराकानी गर्दै हुनुहुन्थ्यो। यहाँहरूले यति बेला यो भिडियो हेरिराख्नु भएको छ, हामी अत्यन्त खुसी छौँ। पक्कै पनि अनमोल जुस सपमा आएर तपाईँले जुस खान सक्नुहुनेछ र फ्रेस जुस खानको लागि तपाईँ भरतपुर 4 एकेपुरीको अनमोल जुस सपमा आउनको लागि हामी आग्रह गर्दै यति बेला भने यहाँबाट बिदा हुन्छौँ। हवस् त, नमस्कार।